छोरी 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 उठ्नु उठ्नु ल। गाइस आज चाहिँ हामी मर्निङ वाक जान आँटेको भर्खर 5 बजेको छ अनि म चाहिँ आज मम्मी र आशीसँग मर्निङ वाक जान आँटेको ल। अब हाम्रो मर्निङ वाकको भिडियो कस्तो हुन्छ हेर्नु है। आज चाहिँ छोरीको फर्स्ट डे है, फर्स्ट डे हो मेरो चाहिँ। हाम्रो आशु चाहिँ यस्तो भइरहेछ। टी-सर्ट लगाउनु देखेन हौ मुलाहरू क्यामेरामा देखेन होला बहिनीहरू जति कुदै नि कुदाउने। बिहानको 5 बजी यस्तरी पिटिकको हुन्छ साथीहरू। हामी चाहिँ यस्तो हुन्छौँ दिनको दिन उठेर हामी चाहिँ यसरी हिँड्छौँ बिहान अनि बिहानैदेखि 5 बजीदेखि यसरी हिँड्नुपर्ने मान्छेलाई त आज त के पो बोक्नु थियो हातमा त यस्तरी। उनीहरू चाहिँ अगाडि हिँड्यो, म चाहिँ यहाँ मोबाइल पो बोकेर हिँड्नुहुन्छ। मलाई चाहिँ हो त यहाँ यस्तो टेन्सन के भएको त यस्तो बनाएर बस्छ। यसरी हिँड्नुपर्ने बेलामा त साथीहरू क्यामेरा पो बोकेर हिँड्नुहुन्छ। हजुर थ्याङ्क यू। हेलो गाइस, मेरो मम्मी चाहिँ जहाँ पनि म त भन्दै गएको थिएन भनेको हेर्नु अहिले पनि गीत गाएर बस्दै बस्छ। हाम्रो एक्सर्साइज गर्ने ठाउँमा आइपुगिसक्यो है गाइस। यहाँ हेर्नु न म देखाउँछु। आउनुहोस् त अलिकति आउनुहोस् है। जङ्गल यस्तो छ हाम्रो छेउछाउमा चाहिँ जङ्गलै भएको छ। बिचमा चाहिँ साथीहरू एउटा साउर छ अनि यहाँ पुगेपछि चाहिँ यसरी यहाँनिर सबै पाउनुहोस् अनि यहाँ आउनुहोस् यो चाबीलाई यहाँ राख्नुहोस् अनि अब गर्नु सुरु। अब भयो मेरो एक्सर्साइज अनि बाँकी भिडियो अहिले एकछिनपछि। मेरो आशु चाहिँ यहाँ बस्नुहुन्छ अनि मम्मी चाहिँ यहाँ एक्सर्साइज गर्नुहुन्छ, यहाँ चाहिँ योगा गर्नुहुन्छ। वाउ साथीहरू मेरो चाहिँ योगा सकिसक्यो अनि यसरी म चाहिँ हिँडिरहेको छु। आमा छोरी चाहिँ यहाँ यस्तो भइरहेको छ एक्सर्साइज। हामी चाहिँ यहाँ आएको लगभग 1 महिना भइसक्यो। डक्टरले दुबोमा हिँड्नुपर्छ भनेर भन्नुभएको छ नि त। त्यही भएर हामी चाहिँ यहाँ आएको यसरी हिँड्न थालेको यहाँ आएर योगा गर्न थालेको लगभग 1 महिना भइसक्यो। कस्तो राम्रो छ हेर्नु न, हेर्न सक्नुहुन्छ तपाईँहरूले। यो जुन दुबो छ नि यो सबै हामी हिँडेर यसरी मरेको हो कि यस्तो राम्रो छ। हामी त पानी पर्दाखेरि चाहिँ यो गर्ने गर्छु। जङ्गलको बिचमा छ कि यस्तो दामी जङ्गल छ यहाँ। अनि बिहान आयो भने एकदम फ्रेस लाग्छ। अनि हामी चाहिँ जहिले यसरी आउँछौँ भन्नुपर्छ कि होइन आमा छोरीको होइन यस्तो छ चलचित्रहरू पढाउँछ यस्तो राम्रो छ।
हाम्रो चाहिँ 6 बजिसक्यो। हामी चाहिँ अब 6 बजिसक्यो साथीहरू। अब घर जाँदैछु। यस्तो साइड अब हाम्रो सक्यो। अब चाहिँ हाम्रो पालो फेरि एकछिन हिँड्नुपर्छ अनि त्यसपछि घर गएर आफ्नो काम सुरु गर्नुपर्छ। गाडी सिकाउनु गाह्रो छ। फर्स्टमा त तातो पानी पिउनु होला। फर्स्टमा तातो पानी खाने, त्यसपछि मुखसुख धुने, धुपसुख बाल्ने, पूजा गर्ने, त्यसपछि घर सफा गर्ने, चिया कफी खाने। हामी चाहिँ मुखै नधुइकन आएको कस्मा भन्नुपर्दाखेरि अब गएर मुख धुनु पऱ्यो, नुहाउनु पऱ्यो। साथीहरू गाह्रो छ नि हामीलाई। के भन्नु, हामी हिँड्ने बाटो चाहिँ यस्तो कहानी छ कि साथीहरू। जङ्गलको बाटो हो। कहिले पनि हामी त दिनदिनै आउँथ्यो। घरमा जति निद्रा लागेको भयो भने यो जङ्गलमा आएपछि यस्तो थियो। यति मजाले फ्रेस हुन्छ कि सुन्दर सुन्दर चाहिँ लाग्छ हामीलाई चाहिँ। हाम्रो बिहान उठेर आउँछ साथीहरू। त्यो त बोल्नु नहुने। अब चाहिँ हामी घर जाँदैछु गाइस होइन। आधी बाटोमा पुगिसक्यो हामी चाहिँ। अब चाहिँ आजको भिडियो चाहिँ अब यति नै हो। हामी चाहिँ अब भोलि फेरि अर्को नयाँ भिडियोमा आउनेछु साथीहरू। पुरा भिडियो हेरिदिनु होला, लाइक कमेन्ट सेयर गरिदिनु होला। बाई। आजको लागि यति नै।